नमस्कार साथीहरू। आज पनि शनिबार 2081 साल चैत्र 30 गते। सदा चाहिँ हामीले आज पनि श्रमबार शनिबारलाई निरन्तर दिनेछौँ र आज म आइसकेको छु र साथीहरू आउने क्रम जारी छ। आज हामीले गएको हप्तामा जुन 7 ट्र्याक्टर गिटी बालुवा लिएका थियौँ हाम्रो वडाध्यक्षको सक्रियतामा, वडा नम्बर 3 का विजय आङबुङ लिम्बुज्यूबाट, त्यसलाई व्यवस्थापन गर्ने काम छ। आज हाम्रो यहाँ हामी आज 4-5 जना उपस्थित भइसकेका छौँ। आशा छ अरू पनि आउला र नआए पनि हामी ठिकै छ, हामी निरन्तरता दिने नै छौँ। यो हाम्रो सेवा हो, यो आफ्नो गाउँ आफै बनाऊ भन्ने अभियानलाई हामी निरन्तरता कम्प्लिट गर्ने नै छौँ जहाँसम्म सकेसम्म। यसरी बोरालाई लिएर व्यवस्थापन हामीले यो माटो बग्छ भनेर व्यवस्थापन गरेका छौँ तलतिर दुईपट्टि साइडमा, र घाँसहरू रोप्ने काम पनि भएको छ र माथिको लेभलहरू मिलाउने कामदेखि लिएर यो हामीले साइडको बारहरूलाई व्यवस्थित गर्ने कुराहरू छ। आज हामी 5-7 जना छौँ आज, र निरन्तरता आउने साथीभाइहरू हामी उपस्थित हुने नै छौँ भन्ने आशा लागेको छ। र हाम्रो उहाँ भाइ हुनुहुन्छ निरन्तरता आउनुहुने हाम्रो रामकुमार राई, उहाँ अटो व्यवसाय पनि हुनुहुन्छ र एकदम सक्रिय हुनुहुन्छ, विकास प्रेमी हुनुहुन्छ होइन। हजुर सबैलाई पनि म यही आह्वान गर्छु कि आफ्नो गाउँ आफ्नो ठाउँको लागि निकालेर आउनुपर्छ भन्ने मलाई लाग्छ। किनकि विकास भन्ने कुरा अरूको मुख ताकेर नहुने रहेछ, आफैले गर्नुपर्ने हुने रहेछ अन्त्यमा होइन। सरकार भनेको खालि भोटर खोज्ने मात्रै उनीहरूले मूर्ख बनाउने हो। त्यही भएर गर्दाखेरि हामी चाहिँ विभिन्न होइन राम्रोलाई सपोर्ट गरौँ, हाम्रोलाई होइन भन्दै हामीले हाम्रोलाई चाहिँ के गर्नु पऱ्यो, हाम्रो गाउँलाई आफै बनाउनु पऱ्यो। हाम्रोलाई सपोर्ट खटाहरूलाई सपोर्ट र यसरी बााउन्ड्री हुँदैछ होइन। यो साइड साइडमा बाँसहरू बाँध्ने काम भएको छ, किनभने धेरै मान्छेहरू बाटो दक्षिणपट्टि बन्न गएकोले गर्दा हामीले यसरी इन्डिकेसन पनि राखेको छौँ लोकेसनको लागि पुलको। र आउने हप्ताको लागि साथीहरू हामीले आउने हप्ता पनि व्यापक रूपमा तलबाट जाली अथवा पङ्खा निकाल्ने कुरा छ, बाँसलाई व्यवस्थित गर्ने कुरा छ। हुनुहोला भन्दै सके बोरा लिएर नसके आफै भए पनि आएर सकेको काम गर्ने हामीले होइन एउटा उपस्थिति पनि जनाइदिनु भयो भने पनि धेरै ठुलो कुरा हो यस्तो कुराहरूमा। किन हामी बेकारमा विभिन्न ठाउँमा चाहिँ आफ्नो समय खेर फाल्छौँ ताकि आफ्नो गाउँलाई आफै बनाऊ होइन, यहाँबाट एउटा क्रान्तिको सुरुवात गरौँ, अरूको मुख नताकौँ भन्न नै हाम्रो एउटा अभियान हो। गरे के हुन्न र होइन, सबै सम्भव छ। हामीले हिजो अस्ति यस्तो यो हुन्छ भन्ने सोचेका थियौँ र यतिसम्म सफल भएको छौँ र आउने दिनमा गर्दै जान्छौँ भन्दै हुने कुराहरू अपडेट हुँदै नै जान्छ भन्दै हवस् त आजलाई यति नै, धन्यवाद।